आचार्यको टिचरमा निखिलको खतरनाक अवतार यस्तो छ पुरा रहस्य। नमस्कार दर्शक महानुभावहरू, आज हामी चलचित्र आचार्यको टिजरको रिभ्यू तपाईँहरूलाई जानकारी गराउनेछु। पुरा भिडियोलाई हेर्नुहोला। यदि तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो तपाईँलाई कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौँ। अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक चलचित्र आचार्यको एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ। झन्डै 2 मिनेट लामो टिजरले चलचित्रको कथाबारे धेरै कुरा नखोले पनि निखिलको चरित्र, एक्सन र चलचित्रको संसारबारे महत्त्वपूर्ण सङ्केत दिएको छ। टिजरको सुरुवात सञ्चारकर्मी सञ्जोग बस्यालको भोइस ओभरबाट सुरु हुन्छ। सत्यको आवाज दबिएपछि एउटा योद्धाको जन्म हुने भावबाट सुरु भएको टिजरले निखिललाई अन्याय विरुद्ध लड्ने शक्तिशाली पात्रका रूपमा प्रस्तुत गरिएको छ। टिजरमा निखिलको प्याराग्लाइडिङ, बाइक स्टन्ट तथा विभिन्न एक्सन दृश्यले आकर्षक बनिएको छ। लामो समयपछि निर्देशकमा फर्किएका निखिल उप्रेतीले आफ्नै चलचित्र एक्सन स्टारको पहिचान पुनः बलियो बनाउने प्रयास गरेका छन्। आचार्य गौरीको पात्रको भूमिकामा रहेको सङ्केत गर्दछ, तर आचार्य वास्तवमा को हुन्, उनको विगत के हो र उनी अन्याय विरुद्ध किन उत्रिन्छन् भन्ने कुरा टिजरले स्पष्ट खुलाएको छैन। यही अपूर्ण जानकारीले चलचित्रप्रतिको कौतूहलता बढाएको छ। टिजरमा पुनिका सेजापति, प्रमोद अग्रहरी, सञ्जय गुप्तासँगै भारतीय कलाकार देवक राणा र रघु बाबु पनि देखिएका छन्। महाराष्ट्रको गाडी देखिनु र भारतीय कलाकारको उपस्थिति चलचित्रको कथा नेपाल भारतसँग जोडिएको हुन सक्ने सङ्केत दिएको छ। निखिल उप्रेतीको प्रोडक्सनमा प्रस्तुत गरिएको चलचित्रका निर्माता भने कृष्ण भट्टराई रहेका छन्। समग्रमा हेर्दा आचार्यको टिजरले कथाभन्दा एक्सन र रहस्यलाई अघि सारेको छ। निखिलको एक्सन, स्टन्ट र प्रस्तुतिले दर्शकको ध्यान तानेको छ। विशेष गरी टिजरले कथाको मुख्य रहस्य नखुलाउँदा चलचित्रमा के हुन्छ भन्ने प्रश्न दर्शकको मनमा छोडिएको छ। तर टिजरमा एक्सन दृश्य मात्रै धेरै भएकोले चलचित्रको कथा कतिको बलियो छ भन्ने कुरा अहिले नै मूल्याङ्कन गर्न कठिन देखिएको छ। यही एक्सनसँगै पात्र र कथालाई पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको भए चलचित्र आचार्य निखिल उप्रेतीका लागि बलियो कमब्याक हुन सक्ने सम्भावना देखिएको छ। टिजरले देखाएको यो खतरनाक अवतार हलमा पुगेपछि कतिको प्रभावकारी हुन्छ भन्ने कुरा त्यसको जवाब भने असोज 9 गतेपछि मात्रै थाहा हुने भएको छ। तपाईँहरूले चलचित्र आचार्यको टिजरलाई हेर्नुभयो कि भएन? हेर्नुभएको छ भने कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नु भने नभुल्नुहोला। अहिलेको छोटो मिठो भिडियोबाट हामी सबै बिदा हुन्छु। नमस्कार।